पानमारा पनि यति राम्रो भ्यू देखिने ठाउँ तपाईलाई थाहा थियो? यदि थाहा छैन भने चाहिँ भिडियो अन्तिमसम्म हेर्नुहोला। हेलो एभ्रीवान, सबैजनालाई जय मसी नमस्ते। म चाहिँ आशा तामाङ र मेरो मिनी ब्लगमा हजुरहरूलाई फेरि पनि स्वागत गर्दछु। र आज चाहिँ म नानी र म जाँदैछौँ ट्री हाउसमा, किनभने आज चाहिँ हामी एकदम धेरै घरमा बसेर बोरिङ अनि गर्मी पनि भइरहेको थियो। सो त्यही भएर हामीले चाहिँ आज चाहिँ हामी ट्री हाउस जाने भनेर नानी, म अनि यता संयोग पनि हुनुहुन्छ। र यहाँ चाहिँ अहिले नयाँ मर्मतको कामहरू भइरहेको छ र यहाँनिर चाहिँ स्विमिङ पुलको लागि भनेर सफा गर्दै हुनुहुन्छ र अगाडि रहेको भवनहरू नयाँ बनाउँदै हुनुहुन्छ। त्यहाँनिर एक्सर्साइज गर्ने ठाउँ पनि रहेको छ र यो चाहिँ रहेको छ ट्री हाउस जाने मेन ढोका र जेरुसा चाहिँ अगाडि जाँदै हुनुहुन्छ र संयोग चाहिँ त्यही बस्नुभयो। त्यसपछिबाट म पनि पछि पछि गएँ र तल चाहिँ रहनु भएको छ संयोग, किनभने उसलाई चाहिँ माथि चढ्दाखेरि चाहिँ एकदम धेरै डर लाग्छ भन्नुभयो। मैले बोलाउँदाखेरि पनि ऊ चाहिँ आउँदिन भन्नुभयो र यहाँ चाहिँ रहनु भएको छ जेरुसा। उसलाई चाहिँ बस्न भनेको मैले, उसलाई चाहिँ एकदम धेरै डर लागेर खुट्टा कामिरहेको थियो र त्यसै लगतै चाहिँ अनमी पनि आउनुभयो र अनमी चाहिँ एकदम धेरै नडराइकन कुद्दै कुद्दै आउँदै हुनुहुन्थ्यो र उहाँ चाहिँ सुई अगाडि पनि जानुभयो र माथि टप फ्लोरमा पनि पुग्न सक्नु भएको छ। ल अब हेर्नुहोस् त यो भ्यू देख्दै गर्दा तपाईँलाई एकदम धेरै रमाइलो अनि आनन्द लागिरहेको होला, किनभने मलाई पनि एकदम धेरै यो टप फ्लोरमा पुग्दा चाहिँ त्यस्तै भइरहेको थियो। सो तपाईँहरूले पनि यो भ्यू चाहिँ देख्न सक्नुहुन्छ। यदि हजुरहरू पनि यो ठाउँमा आएर भ्यूहरू हेर्न मन छ र केही समय यहाँनिर बस्न चाहनुहुन्छ भने चाहिँ धरान्छ पानमारा विशाल चोकमा रहेको छ, तपाईहरु पनि आउन सक्नुहुन्छ। यो ठाउँ चाहिँ को कोलाई थाहा छ र आउनु भएको छ प्लिज कमेन्ट गर्नुहोला। र यहाँनिर चाहिँ नानीहरूले हेलो हाई भन्दैछ र हामी पनि केही समय त्यहाँनिर गीतहरू गायौं, रमाइलो गर्यौं र एकछिन बसेपछि चाहिँ हामीहरू पनि घरतिर लाग्यौं। लाइक कमेन्ट शेयर चाहिँ गर्न नबिर्सिनु होला। बाई बाई। थ्यांक यू सो मच फर वाचिङ। सी यू नेक्स्ट भिडियो।